यो पुलिसहरू नेपाल कति खतरा रहेछ त, कतिको भाग्न सकिँदो रहेछ त यिनीहरूसँग। पोखरा गएको थिएँ अनि खास रविदालाई भेट्न गएको थिएँ म। अनि अब सिम्पल कुरा थियो, अब त्यहाँनिर अब जान्छु भन्दाखेरि पहिला सुरु अब एकछिन टाइम लाग्छ जस्तो कुराहरू सुत्नु भएको छ भने भित्र गएर म सिसी क्यामेराको मात्र एउटा फोटो खिचेको थिएँ। त्यो फोटो खिचेपछि केही पनि भएन त्यो दिन। अब आएँ होइन बसेँ 2-4 दिन। मैले एउटा साथीले त्यो फोटो पठाएको थिएँ, त्यसले न्युजमा हालेर रहेछ अब होइन। अब आन्दोलनमा कमान्डर थिएन, लिड लिने मान्छे थिएन। हामीलाई एक्सपिरियन्स थियो, हामी चाहिँ थियौँ। मैले चाहिँ केटाहरूलाई तिमीहरू पोखरा गएर म चितवनको आन्दोलन गर्छु भनेको थिएँ, म चितवनको लिड लिन्छु भने त्यो आन्दोलन बोलाउने दिनमा मैले त्यो फोटो पनि अलिकति राखेँ। एक दिन अब राति हामी पार्टी गर्न गएको थियौँ डाँडामा, अब हातभरि फोन आएको चाहिँ थाहा भएन मलाई। अनि बिहान जुरुको उठ्छु त यत्रो तत्र त्यही फोटो मात्रै देख्छु फेरि रवि दाइको त्यो वाला फोटो क्या अब होइन। पुलिसले खोजिरहेको अब फेरि म फेरि अब पुलिसले किन म ड्युटी जानुपर्ने मान्छे। मैले हस्टेलमा फोन गरेँ, सर म आज आउँदिनँ। त्यतिखेर मैले एउटा सिक्रेट भन्छु न, मलाई चाहिँ यो पुलिसहरू नेपाल कति खतरा रहेछ त, कतिको भाग्न सकिँदो रहेछ त यिनीहरूसँग भोलि अहिले त ठुलो कुरा केही गरेँ होइन। अनि एक दिन भाग्दिउँ भन्ने सोचेँ मैले फेरि। अब कतिसम्म चाहिँ लुक्न सकिँदो रहेछ नेपाली पुलिस चाहिँ, कतिसम्म भाग्न सकिँदो रहेछ हेरिदिउँ भनेर मैले